म चाहिँ विशेष कामले ससुराली जान लागेको काम थियो। नमस्ते। राम्रो राम्रो हाल है, मजाले स्मास छ ससुरालीमा। फेरि स्याउ पनि कस्तो ल्यायो भन्दा फेरि यो चाहिँ चाइनिज अङ्गुर क्या। त्यसपछि बाइक चढियो, सन लाएर तेल हालियो है पेट्रोल पम्पमा 1500 को। त्यसपछि ट्याङ्की बन्द गरियो हामीले मजासँगमा है। त्यसपछि सन यो ग्रिनरी भ्यू हेर्दै चौकोटको डाँडा हुँदै हामी लाग्यौँ पूर्वतिर। सन गाडीलाई पछ्याउँदै यतापट्टि हेर्दैछ उतापट्टि हेर्दैछ है। मजाले चलायो गाडी, यताउता धुलो हानेछ त्यत्तिकै। यो चाहिँ काभ्रे भन्ज्याङ भन्छ क्या यसलाई। अनि त्यसपछि हामी चाहिँ काभ्रे भन्ज्याङभन्दा अगाडि पुग्यौँ सर र म बाइकमै छु। ढाड दुख्न सुरु भएको छैन। त्यसपछि यो माइक्रोहरूको लस्कर है, दसैँ जाने भिडभाडहरू थियो। त्यसपछि यो चाहिँ भकुण्डे भन्छ यसलाई। काभ्रेपछि आउने अर्को डेस्टिनेसन्स भनेको भकुण्डे बजार हो, जहाँ चाहिँ हामी घर जाँदाखेरि या कतै जाँदाखेरि यही बाटो हुँदै जानुपर्ने हुन्छ। पूर्वका मान्छेहरूलाई थाहा छ यो बाटो कहाँ हो भनेर। एकछिन कपाल हल्लिया छ, नभएको कपाल हल्लिया छ, पछाडिलाई जिस्काएको जस्तो लाग्यो। यो चाहिँ अस्ति बाढीले गर्दा भत्केको घर है। त्यसपछि रोसी खोला हुँदै हामी सरर कुद्दैछौँ। त्यहाँ चाहिँ हाम्रो साथी ठ्याक्क भेट भयो। त्यो चाहिँ उता हेटौँडा पुगेर आएको थियो। यो चाहिँ सुमन राणाबाट भन्ने मेरो दोस्त थियो जिग्री। त्यसपछि मैले चाहिँ यसलाई बाहुन भन्न ठानेको थिएँ। यो चाहिँ हाम्रो दामु सर परेछ। फेरि यतापट्टि हात मिलाएको है, अर्को बाहुन भनेर गाली गर्दै थिएँ म। ठ्याक्क बाहुन भनेको हाम्रो दामु सर परेछ। उनीहरू चाहिँ स्याक्क जम्का गेट भयो। अनि त्यसपछि म अनि आफ्नो गन्तव्यतिर लागेँ, उनीहरू आफ्नोतिर लाग्यो मजाले। अनि म भत्किया घर हेर्दै यतातिर क्रसरहरू थियो होइन। पानीले बगाएर बिजोग पहिरो माथिबाट यस्तो डेन्जर हो कि ढुङ्गाहरू। ढुङ्गा खानी खोल्यो भने त मजाले चल्छ त्यो ठाउँमा। धुलो आँखा छोप्दै कपाल चलाउँदै हल्लाउँदै यता उता हिँडेको छु म। सरर माइक्रोको पछि लाग्दैछु कुद्दैछु। ल हेर्नुहोस् त, मास्क लान बिर्सेछ यतिखेर। आमा सकिन्छ त। अनि आफै हिँड्यो अनि मजाले मुख छोप्दै हिँड्दै। अब त्यहाँ बसहरूले पनि यत्तिकै साइड छोड्दैन। आमामा। त्यसपछि खाने ठाउँमा रोकिएँ। त्यसपछि खाना खाएको खिचेको आउँदै आएन छ। अलाइनर हालेँ मैले, फिट गरेँ, बन्द गरेँ। माछा खाना खाथेँ त्यहाँ। उसलाई चुरोट चाह्यो अरे। खाना खाएर पेट समाउँदैछु म मजाले। अनि यसो हेरेँ। अनि फेरि जानलाई डेस्टिनेसन्स यो चाहिँ नेपाल थोक है भन्नै बिर्सेछ। त्यसपछि नेपाल थोक हुँदै हामी लाग्यौँ। लागिसकेपछि अब त्यहाँबाट चाहिँ हामी कुशेश्वर दुम्जा हुँदै उतापट्टि जाने के। सितखाको बाटो तल लामो छ भनेर हामी कुशेश्वर दुम्जा हुँदै टर्निङ लियौँ। कुशेश्वर दुम्जा भनेको एकदम प्रसिद्ध मन्दिर हो क्या। त्योबाट बाटो थियो हिजोको दिनमा। सरर मन्दिर हुँदै गयौँ। त्यहाँ मन्दिरमा जाँदा सडनली के भयो थाहा छ? बाटो नै रहन्छ के, खोला कुदिरहेछ मजाले, खोला कुदिरहेछ। त्यहाँबाट फेरि फर्क्यौँ हामी। त्यहाँ एउटा मान्छेलाई सोधेको कमसेकम भनिदिनु पर्छ नि यता बाटो छैन भनेर। अनि यो दिदीलाई सोध्यौँ। यो दिदीले सितखाको बाटो नजानु, योभन्दा अगाडि पुल छ, पुल हुँदै चाहिँ उता जानु, तपाईँहरू पुग्न हुन्छु भनेर भन्नुभयो मलाई। मैले सोधेको थिएँ। अनि मैले हस् भने मजाले। अनि यताबाट गयो भने धेरै टाइम लाग्छ भने त्यहाँबाट हामी सट्ट फर्क्यौँ। फेरि अघि जहाँ खाना खाएको थियो त्यही बाटो फर्क्यौँ नेपाल थोकमै। अब यो चाहिँ पुल हो क्या त्यहाँको। नेपाल थोक भन्दा पुलिस स्टेसन चेक भन्दा अलिकति यतापट्टि पुल छ। अनि यो झोलुङ्गे पुलबाट पहिलोपटक बाइक चलाएको है। पहिलोपटक बाइकमा बसेर लन्ठङ हिँड्दैछु है। हल्लिया छ त्यत्तिकै मजाले कुद्दैछ, चलाउँदैछ हाम्रो भाइ विप्लवले। यो चाहिँ मैसँग हुन्छ यो भाइ है, मेरै भाइ हो। सरर झोलुङ्गे पुलमा लखर हिँड्दैछु। त्यसपछि अन्तिममा आउन थाल्यो। त्यो पछाडिको पनि हाम्रै मान्छे हुन्, हाम्रै साला हुन्। अनि कुद्यो। हेर्नुहोस् ल मजाले, यता पनि लन्ड्याङ उता पनि लन्ड्याङ। बाटो गाउँको त यस्तो बिजोग भएछ। नेपालको प्रगति भएको भनेको पनि बाटै हो, बिग्रिया पनि बाटै हो क्या। जहाँ पनि बाटो छ जाने ठाउँ चाहिँ यो चाहिँ खोला हो, त्यहाँको ठुलो खोला। अब त्यहाँबाट हामी डेस्टिनेसन अगाडि बढ्दैछौँ मजाले। हरियो ठाउँहरू हेरेर मलाई खुब रमाइलो लाग्छ क्या यो हरियो चिजहरू हेर्नलाई, यताउता गर्नलाई मजाले हो क्या। अब यो चाहिँ हामी कहाँ जाँदैछु चाहिँ म भन्दिनँ, अन्तिममा थाहा हुन्छ। त्यसपछि गेस गर्दै गर्नु होला। अब यहाँ बसिसकेपछि मेरो ढाड दुख्न यति सुरु भइसक्यो कि ढाडमा गन्याङ यस्तो डेन्जर भइसक्यो।
अब यो बाटो हेर्नु न, यस्तो खोला धमिलो छ है, पानी परेको छैन, कहाँनेरि पानी परे हो, धमिलो भइरहेछ। अब बाटो उतापट्टि पिच छ, यतापट्टि बाटो पिच छैन। त्यसपछि हामी जाँदैछौँ लन्ड्याङ। अब त्यो बाटो ओह्रालोमा हिँड्न नसकेर त्यत्रो अग्लो भएर पनि बाइकलाई थाम्नै गाह्रो भयो क्या। चिप्ले भन्दा एकैचोटि खोलामा मान्छे, त्यो भएको भएर म चाहिँ क्यामेरा समात्दै मोबाइल समात्दै लखर हिँड्दैछु। केटाहरू बाइक कुदाउँदै गएको छ, म चाहिँ पछाडि कहाँ के हो भन्दै मेरो बानी त्यस्तो। फेरि बाइक चढिहालेँ, यतापट्टि बाटो पिच आयो है, सननन गएँ। अब हेर्दै जाउँ अब के हुन्छ भन्दै जाँदैछु। ढाड दुख्न सुरु भइसक्यो, त्यहाँ हावा हाल्ने ठाउँ नभेटेर बर्बाद। त्यसपछि यो भ्यूहरू चाहिँ यति राम्रो हो कि यो चाहिँ तपाईँको राकाथुम भन्दो रहेछ, नेपालथोक पारी राकाथुम हुँदै यो चाहिँ मध्य पहाडी लोकमार्ग जोड्ने ठाउँ हो। अब यसमा क्लियर भन्न सकेको छैन किनभने यो मेरो फर्स्ट भिडियो थियो, त्यो भएको भएर मैले के जाने त्यही गरेँ। त्यो देखाइरहेको चाहिँ नेपालथोक हो क्या, त्यहाँ नेपालथोकको बजार हो, त्यो चाहिँ नेपालथोकको बजार हो। त्योभन्दा माथि हो, हामी त्यो बाटो हुँदै उता जानुपर्ने। यो चाहिँ नेपालथोक बजार हो, त्योभन्दा माथि भन्छ क्या यसलाई चाहिँ राकाथुम हुँदै। म पहिला पनि गएको छु यो बाटो, तर पहिला चाहिँ कुशेश्वर हुँदै गएको थिएँ माथि। त्यसपछि हामी यहाँ शीतल ताप्नलाई चौतारी रहेछ, त्यहाँ आँट पनि राख्दै रहेछ क्या। आँट सरिफा के हो, सीताफल के भन्छ होइन, त्यसलाई त्यहाँ रुखमा झुन्डाएको रहेछ, हामीलाई खानलाई राख्या होला भन्ठाने होइन त्यो। अनि मैले चाहिँ भ्यू लिनमा व्यस्त भएँ। यस्तो मिठो हावा है, कुरा नगरौँ यसको, यस्तो मिठो हावा हो कि आहा। त्यसपछि हामी फेरि बाइक चढ्यौँ, त्यसपछि फेरि जानलाई रेडी भयौँ। यस्तो अब कच्ची सुरु भयो, त्यो माथिसम्म मात्र ग्राभेल गराएर रहेछ, अब कच्ची सुरु भयो। यो कच्ची रोडमा बाइकमा जानु भनेको चाहिँ अब मैले भन्न सकिनँ, थियो यति गाह्रो हुँदो रहेछ नि। ओ माई गड, सकिनँ क्या। गन्ड्याङ हल्ल्या छ, आफ्नो ढाड यति हल्ल्या छ कि नसकिने। अब अर्को चाल चाहिँ वेल प्रिपेयर्ड भएर जान्छु म। अब यो बाटोहरूमा गन्ड्याङ गएकै छु, भ्युजहरू छ टन्नै है, मजा कोही छैन। त्यो जङ्गलको बाटो यताउता। हामी यहाँ रेस्ट गऱ्यौँ एकछिन, टोइलेट ब्रेक भनेर यताउता हेरेको, जहाँ गरे पनि भइदियो यता चाहिँ टोइलेट। यता अब चर्पी टोइलेट हुँदैन रहेछ, जहाँ गर्दै नि भयो। अब मैले नि सकाएँ, केटाहरूले नि सकाएछन्। अनि यता बाटो हेर्दैछौँ कहाँबाट जाने भन्ने, मान्छे आयो कि आएन भनेर कुरेर बसिरहेँ म चाहिँ। अब त्यो चाहिँ पारिपट्टिको डाँडा हो होइन। अब यसपछि हामी चाहिँ बिस्तारी जान्छौँ भनेर बसिरहेको छु। आइपुग्यो, त्यहाँ मेरो सालोलाई कुरिरहेको थिएँ मैले। सालो आइपुग्यो, सालो फेरि उता बाटोतिर कहाँ अड्क्यो होला भन्दा नि मैले त्यो जग्गा किन्न खोजेको थिएँ भने आजभन्दा कति 3-4 वर्ष अगाडि त्यो जाँदाखेरि। अहिले किन्या भए टाउको दुखेर बर्बाद। अनि उसको चाहिँ स्कुटरको सामान मिलाउन नजानेर हो कि डोरी बाँध्न नजानेर हो, खाली फुस्कै खाली मिलाउनु खोज्दै। यतापट्टि खाँडादेवी जाने ठाउँ, यतापट्टि गाल्पा। हामी चाहिँ गाल्पा हुँदै गयौँ किनभने खाँडादेवी म पहिल्यै गइसकेको थिएँ मन्दिर। अनि बाटो चाहिँ त्यही, यो भाइ चाहिँ अनि के छ भनेको बोल्दै बोलेन, घुरेर मात्र बस्यो, बोल्ने मौकै पाएन। अनि यो भ्युजहरू हेर्दै गएँ है मजाले। माथिबाट यस्तो राम्रो छ कि गाल्पा जाने बाटो हो यो। अनि यहाँ चाहिँ टेक्वान्डोको एकदम ठुलो स्टेडियम रहेछ क्या, टेक्वान्डोको स्टेडियम हो त्यो पछाडि देखेको। त्यसपछि हामी गाल्पा बजार भन्ने ठाउँ पुग्यौँ। गाल्पा बजार पुगिसकेपछि अब धेरै ठाउँ छैन जानलाई, अब नजिकै हो मेरो त्यहाँबाट। गाल्पा ठाउँमा पुग्यौँ, त्यसपछि ससुराली अब केराहरू त के लिएर जानु भनेर सोचेको थिएँ। फेरि त्यहाँ पुगिसकेपछि फलफुल पाइँदो रहेछ। मैले त्यहाँपछि एउटा पसलमा छिरेँ, म गाल्पामा आएँ है। गाल्पामा आइसकेपछि गाल्पा बजार पनि राम्रो छ, ठ्याक्क टाढाबाट हेर्दाखेरि टिबेटियनहरूको जस्तो त्यो उछेपेको छ क्या। यहाँ मान्छे कुरेर बसिरहेको थिएँ, बल्ल बोलाएँ है। त्यहाँको लोकल सुन्तला रहेछ, मैले त्यो लोकल सुन्तला राखिदिनु भनेर भने। त्यसपछि त्यहाँ भएको त्यो नरिवल खाएँ। त्यसपछि बाइकमा बसेँ, स्कुटर म चलाउँछु भनेर मागेँ मैले सालोलाई। एकछिन अब हेलमेट सेलमेट लाउनु परेन, त्यहाँ ट्राफिकहरू कोही थिएन सर्रै। त्यहाँ पनि अलिकति पिच छ बाटो, धेरै पिच होइन। मैले भिडियो राखेको छु मेरो टिकटकमा। अनि यस्तो छ बाटो। अनि म चलेँ, अनि अन्तिममा म अब पुग्छु घर। फाइनली म पुगेँ।